फर्सीको होइन इस्कुसको हो नि भाइ। के को साग बेच्छ पनि थाहा रहेछ है। मुठाको 50 मुठाको 50 ओहो साग त एकदम दामी राखेको रहेछ है। हैन फर्सीको मुन्टा हो दाइ। ए म फर्सीको होइन इस्कुसको हो नि भाइ। के को साग बेच्छ पनि थाहा रहेछ है। टन्नै दामी छ। अनि मुठा त के हो त भाइ, तिमी जस्तै लुते रहेछ त होइन। यस्ता पनि मुठा हुन्छ हुनु त बच्चा मान्छे है। अनि के दाजु भाइ बसिरहेछौ, आफ्नै दाजुभाइ हो कि के हो? ओहो किन अनि यस्तो व्यापार गरेको त यत्रो सानो उमेरमा? कोही छैन घरमा? छैन भाइलाई म पढाउँछु, त्यही भएर म पैसाको लागि इस्कुस बेचेको। ओ आमजी आज चाहिँ म है पैसै बोक्न बिर्सेछु के। यसो यो 1-2 मुठा फ्रीमा देऊ न है भाइ, तरकारी छैन मसँग, त्यही भएर एकदम मन पर्यो। यो भाइ लास्टै सोझो इमान्दार रहेछ है। यो सबै मुठा कसरी दिन्छौ? म 400 मा दिन्छु। यो 400 होइन र तिमीलाई म 500 दिएँ है। भाइलाई राम्रोसँग पढाऊ है। अब देशको हालत यस्तै छ है। जुनै पार्टी आए पनि झोले कार्यकर्ताले भनेको आउने रहेछ होइन। वास्तविक पीडित जनताहरूको आवाज चाहिँ कसैले नसुन्ने। पहिला देशको अवस्था कस्तो छ, जे माने कर भनेको छ बिचारा यस्तो बच्चाहरूलाई चाहिँ होइन। अब पाउनुपर्ने सेवा सुविधाको बारेमा कुनै झोले सोलेले बोल्न सकेको छैन अहिलेसम्म। अब राजेश मात्र एकजना छ होइन। खास अब त्यो नेताको पछाडि झोला बोक्ने होइन के। यस्तो सानो सानो बच्चाहरूलाई सरकारले कर लुट्नु मात्रै जाना छ के। यस्तो बच्चाहरूको लागि चाहिँ सोच्नु पऱ्यो कि भविष्यको युवाहरू हो नि त। अब यस्तो बच्चाहरूलाई अब राम्रो शिक्षा दिन सक्यो भने त देशमै राम्रो हुन्छ नि त होइन। खाडी कुद्नु पर्ने हुँदैन। झोले कार्यकर्ताहरूले चाहिँ एकदम बुझ्नु चाहिँ एकदम आवश्यक छ। ल राम्रोसँग यस्तो व्यापार स्यापार गर है। बच्चादेखि आफ्नो मिहिनेत गरी खाने रहेछौ। यो साग अरूलाई बेच्छ ल। तिमीहरूलाई मैले गिफ्ट दिएको है 500 है। ओके राख ल। मिठो मिठो किनेर खाऊ ल। गर। यो भाइ पनि ज्ञानी रहेछ नि बिचरा है। नेपालको मान्छेहरू एकदम इमान्दार हुन्छ भन्थ्यो, हो रहेछ। यो बच्चाहरूबाट पनि थाहा पाएँ मैले।